नफुटे चाहिँ हामी आभारी छौँ है दुई भाइ। अब माथि है ढोग्दिनु न दिदीलाई, ढोग्नु न। अनि दिदी कपाल लैजाउँ मासतिर। मासतिर जान्न के, मासतिर गयो भने मासतिरै जान्छ। ल दिदी आजदेखि दिदी टिका पुसिन्छ। अलिक सिधा बस्नु। उहाँ आफै टेढो बसिरहेको छ हेर्नु, उहाँ आफै टेढो बसिएको छ हेर्नु त। मसँग तेल नतालेर चाहिँ यस्तो आयो मेरो भाइ आइपुग्यो। नमस्कार भन्नुहोस्, नमस्कार भन्नु। साँच्चै नमस्कार गर्नलाई आइज आइपुग्यो मेरो भाइ। हेलो ह्याप्पी तिहार। रोटी चाहिँ यस्तो भयो। अचार, गोर्खाली अचार, माछा। यो चाहिँ मैले भगवान्लाई दिएको रोटी, भात। यहाँ छ दाल, दालमा चाहिँ साथीहरू। मेरो अर्को भाइ आइपुग्दैछ है, आइपुग्यो भाइलाई। कहाँ गयो मेरो भाइ? आऊ न, आऊ आऊ यतापट्टिको ढोकाबाट। दिदीले भ्लग बनाउँछ नि त, दिदीको भ्लगमा आउँछ। अब नि मेरो भाइलाई हिँडाबाट आउँछ। के साह्रो लाग्छ अर्को यता हो मेरो रुम। ल यो जुत्ता लगाएर आयो। केही पनि हुँदैन, जुत्तै लगाएर आउने हो। ल बस ठकिला। ल तर लिमासलबाट त्यति भयो। ठ्याक्क आफ्नो दाजुभाइ जति दिँदो रहेछ दुई भाइलाई फेरि। है मैले कति छ 17 सम्झियो सबैलाई। ल 17 छ कि छैन? मेरो त कोही पनि छैन। अर्को बत्ती छैन। मैले त माला नै पाइनँ। उति लेख हाँस्नु नफुटे चाहिँ कसको साथीको टाउको त अलिक बलियो रहेछ। ल भयो ल यता हेर्नु। ल ल हाँस्नु। म धेरै साल भयो कि नलागेको भने। के गर्ने पानी दिनु पहिला दिनु पर्छ तेल त लगाइदिनु होला नि।
होइन त्यसले पनि गर्नुपर्छ तिमीहरू वरिपरि आउनु साथीहरू यहाँ चिप्लेर लानुपर्छ कि ए कताबाट घुम्ने नाइ नाइ हाम्रो त साथीहरू चिप्लेर होइन त्यसले हालेर चाहिँ चिप्लेर एउटा भिडियो धेरै छिर घुमेर छ दिदी चाहिँ अगाडि पनि त पछाडि जाति अहिले हामी चिप्लेर गर्ने नभन यहाँ त फेरि हस्पिटल जाँदा पनि अपोइन्टमेन्ट लिनु खतरा रहेछ कस्तो अलगै होइन यहाँको सिस्टम हाम्रो एकजना चाहिँ बिहान भइरहेको छ कि कति भन्नु के अरे हस्पिटल गइरहनु पर्ने जहिले पनि गएर अफिसमा गएर अपोइन्टमेन्ट लिएर आउँछ अपोइन्टमेन्ट अब रुवालाई आयो भने रुवालाई मात्रै लिन्छ टाउको मात्रै त्यस्तो कि छ पऱ्यो बाँधिनु मात्रै तर रुम चाहिँ ठिकै नै रहेछ हो अब पानी भेट्नु त्यति गरेर लाग्यो अघि चिला लगाइदिनु भनेर बिर्सिनु भयो त्यस्तो लाग्यो त्यो दाले घुम्ने ह्याप्पी तिहार सबैले देउसीबाट गएर रमाइलो गऱ्यो त्यति पनि हरानी छ मुनको लागि पैसा पनि आज पनि सक्दिनु कम्पिटिसनमा थियो कम्पिटिसनले त भन्छ कि के अरे यसलाई हाल भन्छ तर करा भन्छ त्यहाँबाट सुरु गरौँ को हो जेठो कति वर्ष भयो हजुर कति वर्ष भयो त कति साल गऱ्यो म त 56 हो जेठो हो यसलाई दाइले रहेछ कमल गर्दैछ गोर्खा गीत भनेको कहाँ हो राम्रोसँग लगाइदिनु त्यही हो तिमी पानी हाल्ने हुँदैन त्यही नै हो ठ्याक्कै त्यो मनस पाएर भने पानी हाल्ने हुँदैन पहिला पानी खान्दिनँ हौ खै के हो तिर्खा लाएर तैँले होइन होइन के हो भिडियो हेर्न अहिले कहाँ भिडियो हेर्नु ल होइन पहिला पानी खान्दिनँ होला ल खाऊ पानी पानी पनि 3 चोटि खान्दिनँ होला नि होइन अब ए त्यस्तो हुन्न म त माफै खान्छु बरु यति चलाउनु पर्छ कि तिमी माफै खान्छु हँसो लाग्यो होइन मलाई हँसो लाग्दैन खानै खानै पर्छ भने नबोल्नु खाने खानै पर्छ ल खान्छु त्यही कमेडी भयो सिरियस त हुनु कमसे कम सिरियस त हुनु न ए उसलाई त बेच्दै तिर्खा लाग्यो भने चाहिँ अलि खानु त्यस्तो नभन्नु न नभन्न मजा नहुने हो म गोरे लाग्यो अब हजुर लगाइदिनु कि अब तेल लाउने है अब तेल लाउने हो केमा तेल पनि 3 चोटि लाउने निधारमा ए टाउकोमा त्यस्तो पनि हो तिमीहरू 5-6 वर्ष भयो भने चाहिँ बिर्सिसक्यो त मलाई दसैँमा जमरा के गराएको थियो त्यो त बिर्सेको सेमले सोध्दै थियो कि दसैँमा जमरा के गराएको छ मकै गराएको छ होइन र भनिदिएको त डह्रो हाँस्थ्यो के अरे भिडियोमा आछ अच्छा अच्छा मेरो कपाल त अलिक बिग्रेछ दिदी मिलाइदिनु है त राम्रोसँग यसरी हो मिलाउनु यतातिर गाह्रो भयो पो यतातिर लाने यतातिर आछ रातै भन्छ नि भएर छैन उता त दिदी पनि अब त रमाइलो छ त अर्को महिना नम्बर त्यो मसँग बसेर बाँड्न चाहिँ फेरि हो नि त हेर्नु त भयो के हो सुदर्शन किन सोच्छु सुदर्शन नाम चिन्छ कति 100 कतिजना मान्छेलाई भेला गरेर उनीहरू शिव सोसाइटीमा छ है मैले खास त्यति गरेर बस्नु प्रोग्राम नि त्यसको लागि मलाई त्यो एउटा उडान प्रोग्राम होइन अनि अहिले त्यसको भिजा लाग्यो भिजा लागेर खै मलाई खाने या लगाइदिने पहिला कस्तो तपाईँ मलाई नगर्नु साँच्चै के हो किन लगाइदिनु भाइ यहाँनिर तेल लाउनै पर्ने मैले लाउने छु मैले यसो पो हुने म त त के छ के भयो बिचरा जिउ दिदीले यतिको गर्नुभयो हामी अगाडि सँगै दुई भाइ अब फेरि त्यहाँ पनि टिकट त बिचरै भयो यहाँ आउने भने त्यहाँ मुनेस नआउने भएन आउने भएन 3 बजे बेलुका जान्छु भनेको छुट्टी मन्दिर कोही साथी नभएको तपाईँहरू जानुभयो अस्ति प्रोग्राम कुन प्रोग्राम
अस्ति यहाँ प्रोग्राम थियो तपाईँको दसैँको सेफ सोसाइटी गएन नाचेको। उनीहरू चाहिँ गए तपाईहरु जानुभएको थियो? म नाचेको त्यो एउटा भिडियो देखिन नाचेको रोएकोमा मलाई छोडेर नजाउन सेल्फीहरू भनेको हेर्नु देखेको थियो म त खासै हेर्दैन क्या जब त्यो सेपको त्यो सेप चाहिँ नाचेको भिडियो हेरेको थिएँ मैले ल यो त यहीँ टालेर आएर झन् मैला त भाषा है दसौँ न अलि भाषा कि भाषा देखेन मैले सुन्नु लिएर त भाषै गर्दैन भाषा है सिधा सिधै भएछ बच्छ 7 रङ्गी हेर्नु 2 4 6 7 रङ्गी 7वटा छ त्यो सेपले के प्रोग्रामहरू अलिकति गराउँछ होइन बाहिर त्यो सिङ्गरहरू मगाउँछ होइन लास्टमा आफै जानु पाउँदैन कस्तै भयो सन्डे दिन छुट्टी दिँदैन नि त अनि मन दुखाएर बस्छ अब मैले छुट्टी कसरी मिलाउने होला भन्छ हामीले सन्डे फ्राइडे सन्डे छुट्टी मिलाउने तपाईँहरू मिल्छ मिल्यो अनि सेफ छ एकछिन पहिला सेप मिल्थ्यो कस्तो दुःख लाग्दैन दसौँ यो रुई भयो होला कि दिदी होइन 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 रुई भयो होला कि यो त्यस्तो भयो भाषा भन्ने भाषा वाउ फेरि ताल लाग्न कता फेरि फेरि हाल्नु ताल्यो यो राख्छ त्यही फेरि नबसेको कति बस्छ पर्दैन भिडियो कलमा हेरेको थियो माग्नुपर्छ हल्का माग्नुपर्छ नाच्थेँ है ढोकिदिनु न दिदीलाई ढोक्नु न अनि दिदीले के हो नढोक्ने अब होइन के अरे अहिले ढोक्नुपर्छ अहिले ढोकिनुहुन्छ एकछिनमा के थाहा म एकछिनमा ढोक्ने मलाई थाहा आएन मलाई अहिले ढोक्छु अहिले ढोक्ने होला मलाई पनि मलाई यस्तै गरी टिका लगाइदियो त्यसपछि ढोक्ने ल ढोक्नु भयो नि ढोका त कि दुई चाहिँ ल भाग्य मान्यो है टिका पुस्यो ल लगाइदिला नि मेरो आया खै मैले त फुलै दिनुपर्छ नि त लगाइदिनु पर्दैन त ढाका टोपी पनि जानुपर्छ त्यो लगाइदिनु नि त नि बल्ल पो ढोक्ने अनि मैले के भनेको हो तिमीलाई ढाका टिका लगाइदिएर ढाका टोपी लगाउने त नि बल्ल कसको टाउको ठुलो छ मेरो त सानो छ विजयलाई उस्तै होला है होइन यो टोपी अलिक ठुलो छ कि 3टा टोपी लगाउनु भएको रहेछ दाइ भने कसको ठुलो 2टा हो मलाई त झन् ठुलो देखिनु भयो ढाका टोपी लगाएर होइन भाइ ठिकै छ किन मेरो बत्ती भनिदिए ल दामी सबै गरेर भयो मलाई त पाएन अब मलाई सानो जुगाडी सोही यो चाहिँ सबै अब पछि अब बल्ल ढुङ्गे के आज मैले आफै त्यति ढुक्नुहुन्छ भिडियो देखा गर्नु ए कस्तो नमस्कार गरेर बस्नु सिरियस हुनु न अलिकति म कसरी सिरियस हुने यार मजाक भयो कि पैसा दिनुपर्छ होइन दिदीलाई ढोकेर पैसा दिनुपर्ने होइन दाइ दिदीलाई ढोकेर पैसा दिनुपर्ने होइन र टिका लगाइदिएर के हुन्छ टिका लगाइदिनु भाइले झन् कसरी सिक्ने हो दाइले पैसा कमाएर 2-4 वर्षमा एउटा भाइले गाडी किनिदिनु म किनिदिनु नि तपाईँलाई त्यहाँ गएर ल हाम्रो पनि यस्तै हुन्छ कि कस्तो अनि बिहान उठेर छिटो ड्युटी गरेर काम हुन्छ नि त्यही माथि 4-5वटा ढोका छ कि घरभित्र त्यो अब कपाल बाँध्नेले पनि दिदी पर्दैन यो कपाल त त्यसो भए अलिक तलसम्म लागिदिनु पऱ्यो माथि धेरै तल पनि नलाइदिने कपाल चाहिँ के हुने हो त्यसमा यहाँ गरियो चाहिँ तापसतिर नगर्ने हो हामी त जाडो छ त हावा कम त सबै हुन्छ बिहानमा चाहिँ निकै जाडो हुन थाल्यो नि बिहाको त्यहाँ पनि यस्तो जानु हुन्छ ठ्याक्कै जानु यो त बिचमा लाउनु लाग्यो पसेको छ म त देख्दै देखिन क्या मजाक नगराउनु दिदीले पनि कसरी मनाउनु भएको होला है
यहाँ पढ्दैछु पोहोर है काम गरेर ए पोहोर त हामीले सन्डे उता चाहिँ भेटाएको थियो है कम्म तर टिका लगाएन दसैँको टिका लाउनु भयो लगाएन काम गरेर दसैँ मनाएन ए हो पहिलोचोटि यहाँ आएर मजासँग दसैँ मनाएको अझै एउटा छ के भन्छ अरे यो यस्तो मनाएको म पनि धेरै साल जस्तो लाग्यो तिमीलाई त चोटी चोटी बाँधिदिनु क्या हो काम गर्दै गर्नु भएन नि होइन हेर न खोइ होइन म हेर्छु अहिले सुविधा पनि छ ठिकै छ तपाईँ लगाउनु न एकछिन त्यो टोपी लाउँदाखेरि ठिकै हुन्छ ए भयो के तपाईँले यस्तो गर्नु त टोपी लगाउनु ल लगाइदिनु त यस्तो सानो ऐना छ यार निधारमा देखिन्छ निधारहरू पनि यस्तो लगाइदिनु टक्ला पनि कपाल लैजाउँ मास्तिर मासतिर जान्न क्या मासतिर गयो मासतिरै जान्छ बोलो भयो भयो है भयो कि भयो हो म ढाका चोली यार दुईचोटि लाग्यो यार अहिलेसम्म ल दिदी आजदेखि अब त्यो कानमा फुल यो फुल बनाऊ त्यहाँबाट टिपेर लाग्नु बाटोमा खुट्टा ढोग्नु त अनि अब है ल दिदी आजदेखि दिदी बाटोमा टिका पुसिन्छ ल ल ल बस्दै गर म खानेकुरा लिएर होइन है टिका लगाइदिनु पर्ला नि होइन तर टिका नलाग टिका लगाइदिनु हजुरले लगाइदिनु कतिवटा छ रे यहाँ टिका दिदीलाई पैसा दिनु पर्ने हो कि मलाई लाज लागिरहेको छ कि कसरी दिने हो पैसा दिन पर्दैन किन पैसा दिनु पर्यो होइन त भोलि पर्सि दाइले मलाई आऊ फेरि अन्त यो पैसा यो पहिला नदिने हामी होइन पहिला दिदीलाई टिका लगाइदिउँ अनि यो म यो सेतो लेख्नु एउटा पर्दैन दुईटा तिनवटा होइन हजुर पैसा मलाई पैसा मात्रै गरिदिन्छु बसेर टिका लगाइन्छ उठेर टिका लगाइन्छ होइन बसेर लाग्यो कता तान्दिन होइन त्यसलाई के भन्न त्यो बाटोमा चाहिँ बनाइन्छ बिचमा खाली भयो भने अरू टिका लाउन सकिन्छ स्केल नाम बस्नु सुन मुनि माथि बिना लाउ कमी लाग्दैन मम्मी लाउने मलाई हाल्दैन दिदी बता बरु सजिलो छ यो मात्रै त्यति छैन बङ काम गर्छ हामी पनि तिनीहरू सन्देश कपी अनि कपी कपी कहाँ कपाल खाना खानु दिदी पनि हालेर जस्तै कपाल कपाल झरेर के कपालमा झर्ने उपाय कपाल छ उसले त मेरो पातलो कपाल पनि झन् के हुन्छ सेतो कुन छ यसले लाग्नु न होइन हुन्छ सेतो बेसी हो तिनी लगाइदिनु न मलाई किचन लगाइदिनु यति लगाइदिनु कहाँबाट बिचमा लगाइन्छ न बिचमा माथि रह्यो यसले नाटक लगाइदिनु भयो नि सेतो त पर्दैन छन् बस्छ बस्दैन हैन या भने अहिले कति बताइ गरे बस्दैन त मिलाउँदै बिचमा बाङ्गो भएछ यता ल्याउँदा एकदम बिचमा यता ल्याउँदा बाङ्गो भएछ पछि बाङ्गो भयो ए झन्डै पाङ्गो भयो जस्तो के कता फेरि हो भयो मलाई त छिटो ध्यान गर्छ रिसाउने पाइदिने पाइदिनु मलाई के पनि किन अडेको छु किन वापसतिर गएछ म चाहिँ तिमीहरू खेला राखेर तँ चाहिँ आएर त्यो कति भइसक्यो सर 4 महिना ए भर्खर कस्तो बसिन्छ राम्रो ठुलो बस्यो यो सेतो फेलाउने अनि मुनि यो चाहिँ लाउनु अति राम्रो बस्छ बिना मिस गऱ्यो भने बस्दो रहेछ है अलिकति मिल्यो भिडियो गर्नु जीवन तपाईँको धप्प बस्छ दिना लागेर धप्प थियो आयो मेरो आज एउटा दिदी पढ्यो चुइदै छैन भन्छ मेरो बस्छ तिमीलाई उ गर्नु पहिले बस्नु न के कसरी मलाई थाहा छैन कि पैसा दिने अहिले तिमी कहिले अहिले दिन्छ हैन पैसा किन पैसा दिन अहिले पैसा पैसा धेरै कमाएर हैन दिनु पर्ला आज त अहिले त म त बदली दिन्छु सिक्का बस्नु न यता पर ताइको भाइ त सानो मान्छे हैन के बस्नु हामी त्यो कति भयो 23 मिनेट भयो नास्ता मसँग त हेर्नु पर्छ छैन छैन पर्दैन के छिटो
खाली मैले गाउँछ यो पैसा नमास्नु नि फेरि अन्त भाइ नमास्नु नि कहाँ लगेर राख्छ अब यो पैसा त अब सँगै राख्नु पनि भाइहरू टाढाको बाटो आएको छ है तिमीले त बियर खान्छ भनेको बियर खाऊ दिदी म बियर खान्न साँच्चै मजा हेर्नु मलाई ड्रिङ्कहरू म कोको कोला कोकहरू के यो हार्डिङ हो त यो हार्डिङ त कहाँ गयो कमलको गिलास बाहिर हो मैले खान्न के रे खाना हौ मलाई अघि खान्छ त्यहाँ खान्छु म त भिडियो बनाउँछु खै जाँदैन त कमल जाँदैन त मुनपट्टि खोल्नुपर्छ हाम्रो दाजु नमस्ते दाजु कहाँ बाजे यता हाम्रो दिदी आजदेखि मेरो एउटा दिदी बढ्यो कता दिदी भयो अब 9वटा आमा मामा 9जना दिदी भयो हाम्रो त टन्नै छ हाम्रो दिदी पनि हामी दाजुभाइलाई पनि जाँदैछ यो तिमीसँग भेट्यो नि स्प्राइट ल गाइजहरू अब चाहिँ हामीले खाना सुरु गर्यो ठ्याक्कै अहिले कति बज्यो 3 बज्न लाग्यो अनि करिना पनि आइपुग्यो अहिले चाहिँ ठ्याक्कै अब करिना म अनि दुईटा भाइ गरेर हामी 4 जनाको तिहार सेलिब्रेसन ल ल ल छिटो छिटो ल गर्न आउनु यो चाहिँ बिर्सिरहेको सरी ल ल आइज कम चियर्स हाँसे के गर्नुहुन्छ के ल कति हो दिदी लु लु जा देउसुरे 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 हामी चाहिँ हेर्नु है साथीहरू हामी चाहिँ यहाँ पार्कमा बसिरहेको छौँ तरै हामी यसरी मनाउँदैछौँ है देउसुरे देउसुरे सबैजनालाई अनुहार देखाउन नमस्ते एभ्रीवन ओए दिदी बहिनीहरू कोहीले केही सुने छैन कि तिनीहरूले बसन बस ऊ हाई भन्नेछ बस न हेलो भिडियोमा त अलि मिलेन के लेभल हेरे त ठुलो मान्छे म सानो मजाले पठाइदेऊ न भिडियो
यता डान्सर डान्सर